नमस्कार, म भूपेन्द्र जङसाई। नेपालका चर्चित उदाउँदै गरेका एमएफएन फाइटर युकी आङदाम्बे लिम्बू, जसको उपनाम द गोर्खाज भनेर चिनाइराख्नु भएको छ। उहाँ नेपालमा जन्मिनुभएका र बेलायतमा हुर्किएका र पढेका। हाल इन्डोनेसियाको बालीमा सोमा फाइट क्लबमा ट्रेनिङ र रिप्रेजेन्ट गर्दै आउनुभएको छ। उहाँको ट्रेनिङ पार्टनर हाम्रो रवेन्द्र ढाँट पनि सँगै ट्रेनिङ गरिराख्नु भएको छ। युकी आङदाम्बे एमएफएनमा सहभागी हुँदै आइरहेका छन्। पहिले एमएफएन 13मा उपस्थित भएका थिए र एमएफएन 13मा उहाँको प्रतिद्वन्दी भारतका चर्चित एमएमए फाइटर मोहम्मद मोहिउद्दिनलाई सेकेन्ड राउन्डमै आर्म ट्रेङ्गल चोक हानेर सबमिसनद्वारा जित दर्ता गरेका थिए। 3 wins, 1 loss. He weighed in at 61.6 kilograms, fighting out of Salma Fight Club, representing Nepal. Give it up for UK Agdambe! And they're catching each other with these beautiful knees to the body. Oh, straight left. Beautiful. Cracked him so clean, dropped him to the mat, and hammer fist down. A thunderstorm of fists. He's in deep trouble for Mohammadian, as Yuki looks to finish this fight. Punishment now. It's good that Mohammadian is actually dancing around, so there people are standing, sitting on top of the cage. UK Agdambe! युकीले एकदमै बलियो क्षमता र शक्ति देखाएका थिए र त्यसै गरी एमएफएन 17मा रवेन्द्र ढाँट जुन चोङरेनलाई जितेर एमएफएन टाइटल हात पारेका थिए, त्यसै गरी एमएफएन 18मा फेरि युकी सहभागी भएका थिए। युपीको प्रतिद्वन्दी भारतका एकदमै चर्चित एमएमए फाइटर मनदीप प्रजापति, जुन चोङरेनको साथी पनि हुन् र पहिला नै जसरी पनि युकीलाई म हराउँछु र चोङरेनको बदला लग्छु भनेका थिए र उनलाई पनि फर्स्ट राउन्डमै चोक हानेर सबमिसनद्वारा जित दर्ता गरेका थिए। Good, brother, good. Let's get this slugfest started. For this fight, Mandeep had a change of camp. He's been training with his